ल साथै फाइनली खोला आइपुग्यो। अब चाहिँ यही खोलामा माछा मार्ने हो। हेरौँ है त के कति मर्दैछ माछा। ल हामीले थुन्ने चाहिँ यही खोला, यो साइड हो थुन्ने चाहिँ, यो पल्लो साइड लगाइदिने। ल माथिबाट चाहिँ यस्तो देख्ने रहेछ खोला चाहिँ। हेर्ने साथीहरू धमाधमी सुक्दैछ। यहाँ चाहिँ मक्सु बोक्ने आएको। अब मक्सु 2-4 भारी लगेपछि पुगिहाल्छ, खोला सुकिहाल्छ। त्यसपछि धमाधमी माछा मार्ने हो। साथीहरू अन्तिमसम्म भिडियो हेरिदिनु होला। अनि लाइक कमेन्ट सेयर फलो नि गरिदिनु पऱ्यो साथीहरू सबैजनाले। ल साथी मक्सु चाहिँ यसरी ओसार्नुपर्छ टक्क खनेर। एकदम गरौँ हुन्छ है माटो चाहिँ। लगभग 40-50 केजी हुन्छ यति। एकदम माछा मार्न चाहिँ सजिलो छैन साथी हो, एकदम गाह्रो हो। ल ओहो खोला त सुकेछ त हौ। माछा त घुर उनी भेट्यो क्या केटाले। वार्दा मुदामा कहाँबाट दि माथि भागेको छ नि त। कतिवटा फ्यालेको यता 7वटा त भेटेँ। आठवटा ल पस्यो बल्ल बोकभित्र। Lo bobo. Makasih oh, mau bagi yang. Oh. Oi, थोड़ा सा. Ủa lihat gitu. थुक चाहिँ देते जेठा। आइया हो एकछिनै सफारो। ल ए पसेछ इनफ मजाले। यति त पसेको हो नि। हो त्यता फाल्नु। ओहो कङ्खा भी फाल्नु भयो नि त। अब आङ पनि माछा समात्ने बस्नु पर्यो। यहाँ फाल्दैन बुबा। झरै गयो माछा भाग्यो। अलमली हिँड्छ त खुट्टातिर हो। हालिहाल्नुपर्छ अहिले फेरि बिर्सिन्छ। ए बो
यहाँ रहेछ नि त माल त मासालाई यता अझ एउटा माल आयो ओ तलै झऱ्यो तेरो खुट्टामै पस्यो होला पस्यो होला Yo nó còn đi chép với lọc ra xem mà. पस्यो Nó có lọc gì nữa là. Nó có qua đây. खोइ आहा माछा त परेछ नि ए, यहाँबाट कति त नि ए यहाँबाट अनि कति पर्नु पर्यो त थिएछ नि यहाँ त Chino chino đâu. Ghê bạn sao ơi. टेर्नुपर्छ माछा खाली मोबाइलमा यो काम त उतिरहेको हो मोबाइल ल त्यस्तै हो यो तुन्तुरे हो बुवा मोबाइलको ब्याट्री यो के अरे माइकको रिसिभ गर्ने ए Nó đi tàu mà ra tập bò đi rồi. Đi ta cái nó lòng vào thế đừng nói. Lòng. Đó là mấy cái bao này xịt rồi. भोकले हैरानै भयो नि हौ बस्यो त ले दिन्छु मासी छैन नि भिडियो खिच्ने त मासु निकाल्नु पर्यो माछा ल ल ल टिपौँ छिटो टिपौँ कति धेरै के धेरै त हुन्छ त थोरै मार्ने कुरा भएन नि त आता भेट त खा साथ धनी मात्र हो त यसपालि केटाकेटीहरू नि